के तपाईँहरूलाई पनि फेसबुक आइडी बनाउन आउँदैन र फेसबुक चलाएको यत्रो महिना वर्ष भयो र अझै पनि तपाईँहरूले फेसबुक आइडी खोल्न सक्नुभएको छैन। आज म तपाईँहरूलाई 5 मिनटभित्र कसरी हामीले फेसबुक आइडी बनाउन सक्छौँ भनेर म सिकाउन गइरहेको छु। हेलो साथीहरू, वेलकम टु माई च्यानल सजिलो टिच। म देवेन्द्र सिंहजाली अनि म आजको यो भिडियोमा तपाईँलाई सिकाउन गइरहेको छु कि हामीहरू फेसबुक आइडी आफ्नो फोनदेखि कसरी बनाउन सक्छ भनेर म तपाईँलाई स्टेप बाई स्टेप सिकाउन गइरहेको छु। कृपया भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नुहोला। अनि यहाँ यदि तपाईँले भिडियो काट्नुभयो भने तपाईँले यो महत्त्वपूर्ण पाठहरू छुटाउनुहुनेछ। कृपया सुरुदेखि अन्त्यसम्म हेर्नुहोस्। आउनुहोस् हामीहरू सुरु गरौँ। भिडियो सुरु गर्नुभन्दा अगाडि अहिलेसम्म पनि कृपया तपाईँले मेरो च्यानललाई लाइक सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई लाइक सब्सक्राइब गर्नुहोस्, ताकि आउने समयमा म त्यस्तै महत्त्वपूर्ण भिडियोहरू लिएर नै आउनेछु र ती भिडियोहरू तपाईँलाई फाइदा भएको होस्। आउनुहोस् हामीहरू स्टेप बाई स्टेप जानेछौँ। र सबभन्दा तपाईँले सबभन्दा पहिले फेसबुक एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। यदि तपाईँहरूसँग फेसबुक एप्स छैन भने तपाईँ प्ले स्टोरमा गएर त्यसलाई डाउनलोड गर्नुहोला। अनि मेरो पहिले डाउनलोड गरिसकेको छ र म यसमा चाहिँ अनि ओपन गर्न गइरहेको छु र फेसबुक एप्स यहाँ रहेको छ र म यसलाई ओपन गर्दैछु। अनि फेसबुक एप ओपन गरेपछि तपाईँहरू त्यसपछि यहाँ देख्न सक्नुहुन्छ, यहाँ मेरो प्रोफाइल खुलिसकेको छ र तपाईँहरू यसदेखि तपाईँहरू यहाँ तीनवटा बटन भएकोमा दाब्नु होला। अनि त्यसपछि तल आएपछि लगआउट भन्ने तपाईँ भेट्न सक्नुहुन्छ। र जब तपाईँ तल आउनुहुन्छ यो लगआउट गर्नुहोला। यहाँ लगआउटमा म क्लिक गर्न गइरहेको छु। लगआउट गर्न गइरहेको छु। लगआउट गर्नुहुन्छ तब तपाईँको यहाँ फेसबुकमा यस्तो पेज खुल्छ र तपाईँ यहाँ देख्न सक्नुहुन्छ मोबाइल नम्बर अर इमेल अनि तलतिर एउटा पासवर्ड। यदि तपाईँसँग पहिले पुरानो आइडी छ भने तपाईँले यहाँबाट चाहिँ लगइन गर्न सक्नुहुन्छ। र यदि तपाईँसँग त्यो पुरानो आइडी छैन र तपाईँ नयाँ आइडी बनाउन चाहनुहुन्छ भने चाहिँ हामी चाहिँ अनि यो तल क्रिएट न्यू एकाउन्टमा जान्छौँ। र यहाँ चाहिँ मैले चाहिँ म नयाँ अकाउन्ट खोल्न गइरहेको छु, त्यसैले चाहिँ म चाहिँ क्रिएट न्यू अकाउन्टमा छुन गइरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ यो म फेसबुक अकाउन्ट क्रिएट गर्दैछु। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ जोइन फेसबुक क्रिएट न्यू अकाउन्टमा म टच गर्न गइरहेको छु। अनि तपाईँले पहिलो नाम राख्नुपर्ने हुनेछ र कसरी चाहिँ तपाईँ राख्ने। अनि यहाँ पहिलो नाम तपाईँको के हो, पहिलो तपाईँको फर्स्ट नेम राख्नुपर्ने हुन्छ। अनि म मेरो फर्स्ट नेम राख्न गइरहेको छु। देवेन्द्र अनि लास्ट नेम सिंहजाली। मेरो नाम चाहिँ देवेन्द्र सिंहजाली भएकोले म चाहिँ मेरो नाम देवेन्द्र सिंहजाली राख्न गइरहेको छु। अनि तपाईँ यसपछि नेक्स्ट क्लिक गर्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ तपाईँले आफ्नो कतिखेर जन्मनु भएको छ त्यो राख्नुपर्छ। तपाईँले यदि चाहनुहुन्छ भने तपाईँले आफ्नो एक्ज्याक्ट डेट अफ बर्थ राख्न सक्नुहुन्छ। यदि चाहनुहुँदैन भने चाहिँ म अरू राख्न सक्छु। तपाईँहरूले यहाँ राख्न सक्नुहुन्छ आफ्नो मनअनुसार। यदि तपाईँको वास्तविक डेट अफ बर्थ पनि राख्न सक्नुहुन्छ र होइन भने अर्को पनि राख्न सक्नुहुन्छ। अनि म यत्तिकै मेरो वास्तविक डेट अफ बर्थ होइन, तर यत्तिकै म राख्न गइरहेको छु। त्यसपछि चाहिँ तपाईँ यहाँ यो डेट अफ बर्थ जुनसुकै हानेर तपाईँ नेक्स्ट गर्न सक्नुहुन्छ। अनि यो नेक्स्ट भएपछि तपाईँले यहाँ देखाउँछ फिमेल अनि मेल। यदि तपाईँ महिला हो भने चाहिँ फिमेलमा टच गर्नुहोला, यदि पुरुष हुनुहुन्छ भने मेलमा। अनि त्यसपछि तपाईँले फेरि पनि नेक्स्ट गर्नुपर्ने हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ तपाईँले आफ्नो मोबाइल नम्बर एड गर्नुपर्ने हुन्छ। तपाईँको कुन नम्बर हो त्यो नम्बर यहाँ कृपया एड गर्नुहोला। यहाँ चाहिँ म मेरो नम्बर एड गर्न गइरहेको छु र म मेरो नम्बर एड गरिसकेको छु। यसलाई नेक्स्ट गरिदिनु होला तपाईँको आफ्नो नम्बर एड गरेर। यो भएपछि त्यसपछि चाहिँ तपाईँले तपाईँको पासवर्ड राख्नुपर्ने हुनेछ। र यो पासवर्ड चाहिँ जहिले पनि राख्दा तपाईँले नम्बर अनि अल्फाबेटहरू मिलाएर यो चाहिँ एकदम हार्ड बनाएर राख्नु होला, किनकि यसले चाहिँ तपाईँको फेसबुकलाई एकदम प्रोटेक्ट गर्छ। म यहाँ मेरो पासवर्ड राख्न गइरहेको छु। यो चाहिँ मैले पासवर्ड राखिसकेको छु र त्यसपछि तपाईँले नेक्स्ट गर्नुहोला। तपाईँले आफ्नो पासवर्ड राखिसकेपछि नेक्स्ट गर्नुहोला। नेक्स्ट भएपछि तपाईँ यदि यो फेसबुक अकाउन्ट बनाउन तपाईँ सहमत हुनुहुन्छ र हुनुहुँदैन। यदि सहमत हुनुहुन्छ भने आई एग्री राख्नुहोला र हुनुहुँदैन भने नगर्नुहोला। अनि तलतिर लेखाएको छ कि सेभ पासवर्ड टु गुगल। यदि तपाईँ यो आफ्नो फेसबुक
अकाउन्टको पासवर्ड चाहिँ तपाईँको गुगलमा सेभ गर्न चाहनुहुन्छ भने तपाईँ कन्टिन्यू गर्नु होला। यदि चाहनु हुँदैन भने तपाईँ नगर्नु होला। र म चाहिँ चाहन्छु, त्यसैले म चाहिँ यो कन्टिन्यू गर्न गइरहेको छु। म मेरो गुगलमा मेरो फेसबुक अकाउन्ट सेभ गर्न चाहन्छु, त्यसैले कन्टिन्यू गर्छु। अनि त्यसपछि तपाईँहरू यहाँ चाहिँ अनि तपाईँ सहमत छु भए सहमत गर्नुपर्ने हुन्छ र आई एग्री टच गर्नुपर्ने हुन्छ। र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो यो खुलिसकेको छ र यो आउँदा चाहिँ यहाँ चाहिँ तपाईँले अनि कन्फर्मेसन कोड आउँछ तपाईँलाई। अनि यो फोन नम्बर तपाईँले जुन नम्बर एड गर्नुभएको छ त्यो नम्बरमा चाहिँ तपाईँको 5वटा डिजिटको कोड आउँछ र त्यो कोड चाहिँ तपाईँले हान्नुपर्छ र कोड चाहिँ म चाहिँ कन्टिन्यू गर्छु र जब यो कन्टिन्यू गर्नुहुन्छ तब चाहिँ तपाईँको फोनमा कोड आउँछ र यहाँ चाहिँ तपाईँको त्यो 5वटा कोड आउँछ। अनि यहाँ देख्न सक्नुहुन्छ मेसेज आइसकेको छ। मेरो यी 5वटा कोडहरू आफै अटोमेटिक गएको छ। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो नयाँ फेसबुक अकाउन्ट रेडी भइसकेको छ र तपाईँ यहाँ चाहिँ अनि यदि आफ्नो प्रोफाइल पिक्चर एड गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ र यदि स्किप गर्न सक्नुहुन्छ भने यसलाई स्किप गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ तपाईँको फेसबुक अकाउन्ट खोलिसकेको छ। यहाँ चाहिँ मेरो फेसबुक अकाउन्ट खोलिसकेको छ र म गर्छु यहाँ अनि यहाँ अपलोड कन्ट्याक्ट भनेको छ। अनि त्यसपछि यहाँ तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र जब तपाईँले गर्नुहुन्छ तब तपाईँको साथीहरू जति पनि फोनमा छन् उनीहरू चाहिँ तपाईँसँग एड हुन्छन्। अनि तपाईँ देख्न सक्नुहुन्छ पहिला चाहिँ 5वटा साथीहरूलाई चाहिँ हामीले फ्रेन्ड रिक्वेस्ट पठाउनु पर्ने हुन्छ। मैले पठाइसकेको छु। तपाईँ देख्न सक्नुहुन्छ मेरो नयाँ फेसबुक अकाउन्ट खुलिसकेको छ। अनि यसै गरी नै तपाईँहरूले साथीहरू फेसबुक अकाउन्ट खोल्न सक्नुहुन्छ। कस्तो लाग्यो तपाईँलाई? अझै पनि यस्तै महत्त्वपूर्ण भिडियोको लागि कृपया मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। धन्यवाद।